देवभूतमनुष्येषु सर्वभूतेषु सर्वदा सर्वेषां तत्कृता ब्रह्मा विष्णुरादया न सक्तं निमित्तमात्रेण हन्ति कालः सनातनः तथापि रक्षणेन विना नरः दैवमेव परं मत्वा करिष्यति पूर्वार्जितं विभोक्तव्यं शुभं वाप्य विनाय नमः भुनभराय नमः। यसो पानीको पनि छिटा लगाउनु है त्यो बसेको ठाउँमा। ओम ओम अपा किचनमा हुनुहुन्छ नि उहाँलाई लगाइदिनु भयो देवाय गोब्राह्मण हिताय किचनमा चाहिँ को हुनुहुन्छ उत्तरे अथर्ववेदाय नमो नमः। ओम भक्ति वरुणाय नमो नमः। ओम उठाएर नमस्कार गर्ने देवदानव सम्माने अनि भाइ चढाउनु होला। प्रारब्ध भनेको हामीले कुनै पुण्य कर्म गर्दा गर्दै हाम्रो शरीर छुट्यो भने राम्रो कर्म गरिएको छ भने त्यो कुनै धेरै मेहनत नगरी नै हामीलाई धेरै प्रारब्ध जन्ममा जन्मदेखि नै सुरु भएको हुन्छ। अर्को हुन्छ क्रियामाण भनेको हामीले गरेर बनाउने धर्म गऱ्यौँ कि पुण्य गऱ्यौँ कि पाप गरियो प्राप्ति हुन्छ त्यसलाई भन्छ क्रियामाण हामीले गरेर बनाउने। त्यसरी कुनै कर्महरू भोग्ने क्रममा आज मनुष्य जगतमा आनन्द गर्नाले हामीलाई कहिले पनि कुमार्गमा हिँड्नु पर्दैन। हामीले जस्तो सङ्गत पाउँदछौँ फल त्यस्तै प्राप्ति हुन्छ। दुईटा सुगाका जोडी थिए, एउटीको नाम थियो सुकन्ठी, अर्को थियो सुपङ्खी। पखेटा यति राम्रो छ त्यसैले नाम राखिएको थियो सुपङ्खी। अहिले ठुलो बबन्डा महात्मा कथालाई श्रवण गराउँदै हुनुहुन्छ। के भन्नुहुन्छ भने महिमा कस्तो छ भने गायत्रा महिमा यत्र तद्भागवतमीष्यते। महर्षि वेदव्यासद्वारा सुखदेव मुनिलाई गान गराइएको यो दिव्य भागवती गाथा ग्रहण गर्नाले सारा 33 कोटी देवी देवता प्रसन्न हुन्छन् आह्लादिनी शक्तिको भक्ति गर्दा। हाँगा पात कोपिला फूल फल्ला हरियो बनाउनु पर्यो भने जडमा पानी हाल्नु पर्छ। राधे राधे सबैले हात उठाएर भन्नु त फेरि एकपल्ट राधे राधे। त्यसै अब मुखले म हुँदैन, यो ओष्ट शब्द दुईटा ओष्ट जोड्ने पर्छ। संज्ञा जोडी बोल्न नसकिने प फ ब ब सबैमा ओष्ट जोडिन्छ। तर कड्यो फुल्क्यो बढ्यो खाए छोड्यो सेवा गर्नु पर्ला भनेर हो राधे श्याम सेवा गर्नु पर्ला भनेर सेवा गर्नु पर्ला भनेर हो राधे श्याम सेवा गर्नु पर्ला भनेर। राधे राधे छोरी सबै सेरो फेरो, बुवा आमा छोरा छोरी सबै सेरो फेरो। एक्लै आउनु एक्लै जानु न तेरो न
तेरो न मेरो छोरा पायो छोरी पायो छोरा पायो छोरी पायो पर्दा सेवा गर्ला भनेर ओहो राधे श्याम पर्दा सेवा गर्ला भनेर पर्दा सेवा गर्ला भनेर ओहो राधे श्याम पर्दा सेवा गर्ला भनेर राधे राधे पोस्यो मेरो बाबु मेरो नानी भनी पाल्य पोस्यो छोरा भयो बुहारीको छोरी ज्वाइँले खोस्यो मेरो बाबु मेरो प्रभु नन्द नन्दनाय नन्द नन्दनाय प्रभु नन्द नन्दनाय नखाऊ भने दिनभरको शिकार खाऊ भने कान्छा बाबुको अनुहार लु भन्नुहोस् त के हो उनो ल सही उत्तर आएको छ परीक्षित बाबुले बाँदर बाँदर बाँदरको शिकार भन्दा पनि भयो बाँदर भन्ने पनि हो राधे राधे भनेर मात्रै उत्तर हुनुपर्छ राधे राधे नभनिकन उत्तर दियो भने त्यति मान्य हुनेवाला छैन नखाऊ भने दिनभरको शिकार खाऊ भने कान्छा बाबुको अनुहार बाँदर सही उत्तर है यसको बाँदर उत्तर
मलाई लैजाऊ न वृन्दावन घुम्नलाई लैजाऊ न वृन्दावन घुम्नलाई कृष्णजी मन पर्यो मलाई कृष्णजी मन पर्यो मलाई लैजाऊ न वृन्दावन घुम्नलाई लैजाऊ न वृन्दावन घुम्नलाई राधे राधे मथुराको कृष्ण काली वर्षना की राधा जय हो मथुराको कृष्ण काली वर्षना की राधा जय हो ए राधा की सदा जय हो कृष्णजी मन पर्यो मलाई कृष्णजी मन पर्यो मलाई लैजाऊ न वृन्दावन घुम्नलाई कृष्णजी मन पर्यो मलाई लैजाऊ न वृन्दावन घुम्नलाई राधे राधे श्याम श्याम राधे राधे श्याम राधे राधे श्याम श्याम राधे राधे श्याम वृन्दावनमा गाइन्छ रौनी राम्रो कति मिठो मुरलीको स्वर जय जय ए भक्तजनलाई मन पर्ने कृष्णजीको स्वर जय हो कृष्णजी मन पर्यो मलाई कृष्णजी मन पर्यो मलाई लैजाऊ न वृन्दावन घुम्नलाई कृष्णजी मन पर्यो मलाई लैजाऊ न वृन्दावन घुम्नलाई मन पर्यो मलाई लैजाऊ न वृन्दावन घुम्नलाई लैजाऊ न वृन्दावन घुम्नलाई मथुरा को महाराज महाराज कंस पधार रहे हैं। महाराज कंस संपूर्ण मथुरा को राजा आज मेरो भान्जोलाई मैले मेरो राज्यमा निमन्त्रणा दिएको छु। अब यहाँ चोरवीरहरूको बीचमा ती बालकहरू
युद्ध गर्नेछन्। कंस महाराजको नीतिमा ती कन्हैया भन्ने मेरो प्यारो भान्जो अझ तिम्रो मृत्यु हुन लागेको छ। तिम्रो मामा श्री धेरै दुःखमा छ। मेरो मृत्यु ती बालकहरूले गर्न सक्दैन। म भनेको सम्पूर्ण मथुराको राजा महाराज कंस हुँ। यदि मैले चाह्यो भने सम्पूर्ण मथुरामा ती लाला बालालाई ओल्ड्याङ पल्ड्याङ पार्न सक्छु। है आमा? अरे दाउ, हामी दुई दाजुभाइले त हाम्रो मामा श्री कंस महाराजले निमन्त्रण दिनुभएको छ कि मथुरा उसको राज्यमा आउनु भनेर। लु हामी जाउँ। मलाई ज्ञात छ मेरो भान्जाहरू आउने समय भएको छ। मलाई मेरो भान्जाको दर्शन गर्न मन छ। अरे दाउ, मलाई मेरो यहाँ भान्जाको त दर्शन पाउनका कति लागि मजाको, भएको छ। कति रमाइलो, राम्रो देख्ने यो धनुष रहेछ। खोइ यसको अरे दाउ, यो त हाम्रो मामाश्री को राज्य हो। के हुँदैन? लु जाउँ हामी मथुरापट्टि प्रस्थान गरौँ। यो के हलचल भयो मेरो? यो के हलचल भयो? भगवान श्री कृष्णले धनुष भाँचिदिनु भयो क्या मा? त्यही भएर अत्तालियो कंस हेर्नु कस्तो डराउँदैछ। अरे सिंहासनबाट घुन्द्रुक्कै तल झऱ्यो। मेरो मलाई त भनिएको थियो यदि त्यो शिव धनुष भाँच्यो भने अरे दाउ, भूकम्प आउँछ भनेर। यहाँ मथुराको भनेपछि दरबार ती मेरा भान्जा भनुहरू आइपुगेका छन्। एउटा हात्ती रहेछ। केही हामीलाई यसले त गर्दैन होला नि? यो त बौलाइरहेको छ। तर महाराज कंसलाई के को डर? मैले विशाल हात्तीलाई ती मेरा भान्जाहरूको स्वागत गर्नको निम्ति त्यहाँ खडा गरेको छु। पक्कै पनि त्यो हात्तीले कुल्चेर मेरो प्यारो भान्जाको प्राण लिनेछ। मलाई त केवल मेरो भान्जाको मृत्युको खबर सुन्नु छ। मलाई मेरो भान्जाको मृत्युको खबर सुन्नु छ। मेरा प्यारा प्यारा भान्जाहरू यति कलिला उमेरमा हात्तीले गिल्चेर मर्न गइरहेको छ। सुस्वागतम सुस्वागतम सुस्वागतम। कृष्ण र बलराम, तिमीहरूलाई सायद थाहा छैन होला, जब कुनै राजाको अगाडि आउँछौ भने आफ्नो शीश झुकाउनु पर्छ भनेर। अरे महाराज, हजुरको अगाडि आउँदा त शिर झुकाउनु पर्छ भनेर थाहा छ। तर यति कुरा याद राख्नुहोस्, तपाईँको अगाडि हामी केही माग्न आएको भए त तपाईँको अगाडि हामी शिर झुकाउने थियौँ। तर हजुरले नै हामीलाई निमन्त्रण दिनुभएको हो र तपाईँले बोलाउनु भएको हो। त्यसै कारण कुनै दरबारमा आउँदा, कसैलाई भेट्न आउँदाखेरि केही लिएर आउनुपर्छ भनेर याद छ। बाटोमा पागल हात्तीको दाँतलाई तोडेर ल्यायो। महाराज कंस खुसी भयो। हामी जो देख्छौँ
त्योभन्दा बुद्धिमानी, त्योभन्दा धेरै शक्तिशाली छु। र यो तपाईँले पनि मजाले याद राख्नुहोस् मामा। मामा भनेपछि तिमीलाई पनि सत्यको ज्ञान भइसकेको छ। अरे त मेरो काल बनेर मेरो दरबारमा आएको छस्, मेरो निमन्त्रणालाई स्वीकार गरेर। जसरी तेरो आमा र बाबुलाई जीवनभर कारागासमा राखेको छु, त्यसरी नै अब तेरो पनि कारागारमा बस्ने मौका आएको छ। कि त कारागारमा बस्छस्, कि त मेरो हातबाट मृत्यु भएर जान्छस्। अरे मामा श्री, तपाईँलाई जुन यो घमण्ड छ नि, तपाईँको यो घमण्ड हाम्रो अगाडि केही क्षणको लागि मात्रै हो। यति कुरा याद राख्नु, जुन हामीलाई साधारण बालक सम्झिनु हुँदैछ नि, तर हामी दाउ र म कुनै साधारण बालक होइन। र बुद्धिमा त तपाईँलाई भन्नु पनि, तपाईँले अन्दाज पनि गर्नु सक्दैन। यति कुरा याद राख्नु मामा श्री। पर्खे मेरो धोती हाल्छौ, सपार्न दे। अब भन्दा तिमीहरू मभन्दा बुद्धिमा धेरै अगाडि छ रे। हो मामा श्री, तर यदि तिमी मेरो बुद्धि भन्दा अघि छौ भने तिम्रो जन्मदेखि बसेको तिम्रो आमा र बाबुलाई तिम्रो कारागारबाट कहिले निकाल्ने भन न। मेरो यो कालहरू सुन्नको लागि लडाइँ छ। अरे त्यो पागल हात्तीलाई मारेको जस्तो नसोच। म पनि महाराज कंस हुँ। यदि मैले चाह्यो भने आकाशको ताराहरू जमिनमा झार्न सक्छु, समुद्रको भेगलाई चिर्न सक्छु, जमिनलाई उथुल पुथुल पार्न सक्छु। अरे मामाश्री, तपाईँको यो जुन घमण्ड छ नि, याद राख्नुहोस्, समुद्रको अगाडि कुनै चट्टान हुन्छ भनेर। र जति घमण्ड गरे पनि सत्यको अगाडि झुक्नु पर्छ भनेर यदि याद राख्नुहोस्। त्यो पनि यी दुई बालकको अगाडि झुक्ने। अरे तिमीले मलाई चिनेको छैन, तिमीले मलाई जानेको छैन। आफ्नै भान्जा श्रीलाई अरे भनिदिनुहोस् न गुरुदेव, कंस कहिले पनि कसैको अघि पनि झुक्न सक्दैन भनेर। अरे यी दुई मेरा भान्जाहरू, बाल बालिकाहरू, म उसको शरणमा परेर। अरे यदि तिमी मान्दैनौ भने युद्धका लागि तयार हुआ, किनभने महाराज कंसले अहिलेसम्म कसैको पनि पाउमा परेको छैन।
नहीं, मलाई माफ कर दो, तुम्हें तो मेरा भांजा हो नहीं, मलाई माफ कर दो भांजा। बोलो कंसमर्दन भगवान की, कृष्णचंद्र भगवान की, जय जय श्री राधे। जय श्री राम।